हजुर साहब हाम्रो यसपालिको पोखराको मिसन भनेको ओपन हाउस रेस्टुरेन्ट ओके लेट्स गेट इन इनसाइड भित्र यो को एक्सक्यूज मी ओपन हाउस रेस्टुरेन्ट हजुर सर फुल इन्सपेक्टर सर यो त ब्लू बुक होइन ए भाइ कार त जहिले पनि नगई बढ्नु भयो त्यही भएर हाम्रो गभर्मेन्टले बिल दिएर पठाएको छ अनि के थियो होला के हुनु नि तपाईँहरूको फुडमा कम्प्लेन आएको छ हामीलाई फुड टेस्ट गराउनुहोस् के गरौँ होला सर चिकन पिज्जा सँगै साङ्घाई चिकन ओपन हाउसको स्पेशल ओके हस् सर हजर हजर साहब गेट ब्याक इन ओके होइन हामी त एकदम हाइजिन मेन्टेन गरेर खाना बनाउँछौँ कसले कम्प्लेन गर्यो एक्सक्युज सर फुड रेडी छ है अरे गेस्ट आउनु भन्दा अगाडि फुड रेडी सर्भिस भयो होला है बाबालाई जाउँ त ए भाइ ल्याऊ हजुर सर ए भाइ खानेकुरो दिएको चम्चा दिनु पर्दैन चम्चा होइ यही छ सर अनि सर खाना कस्तो लाग्यो फुड कस्तो लाग्यो भने हामीले यहाँ भन्न मिल्दैन हामी अफिसमा गएर मेसेन्जरमा चिठी पठाइन्छ है भाइ ए हस् सर हस् सर लेट्स गो सर ओइ सम्राट आज कहाँबाट ओपन हाउसमा अनि जेलबाट कहिले छुटिस कि भागिस हामीलाई चाहिँ भन्नु पर्दैन है किन भागेको म्याम तपाईँले उहाँलाई चिनेको हो नि मेरो साथीहरू जेलमा थियो खोइ कसरी यहाँ आइगेछ अनि साथी तिनीहरू किन भागेको अब किन हुनु नि फुड इन्सपेक्टर भन्यो फुड टेस्ट गर्छ भने फ्रीमा खाएर भाग्यो नि चोर रहेछ देख्नुभयो त तपाईँहरूले पोखराको लेक साइडमा रहेको ओपन हाउसमा मान्छेहरू यसरी ढाँटी ढाँटी पनि खान आउँछन् किन आउँछन् त किनकि यहाँको एम्बियन्स पनि राम्रो छ फुड पनि मिठो छ अनि आउँदैनन् त मान्छे एक्चुअली म पनि घरबाट ढाँटेरै आएको